हेलो आज चाहिँ हामी लिएर आएको छौँ मुकबाङ नर्मल भात खाना खान लागेको हामी चाहिँ इट्स डिनर टाइम अनि आजको हाम्रो डिनर भनेको चाहिँ इट्स राइस भेन्डा अनि चिल्ली भेन्डी थोरै छ तर देखेको छैन किनभने सबै मिक्स भयो क्या आलु एन्ड सम मटर हैन अनि त्यसपछि हाम्रोसँग अचार रहेको छ अचार यहाँ पनि देख्न सक्नुहुन्छ पुदिनाको अचार हो अनि माथिबाट घिउ अनि हामीसँग यहाँ छ गाजर अनि काकती सुरु गर्छौँ हेर्नु होला हामी खाएको चिसो हुन्छ ताता ताता खाँदा कस्तो मजा आउँछ धेरै बोल्दैनौँ अब हेरेरै खानामा नमिल्नु होला है Nice. तपाईले चाहिँ आज के खानुभयो तपाईहरु डिनरमा भन्नु होला है कमेन्ट गर्नु होला दिनमा एक छाक त भातै खानुपर्ने क्या भात खाएन भने त के भएको हुन्छ आत्मै नआएको जस्तो हुन्छ जन्म मलाई बरु चल्छ कहिलेकाहीँ के एकदम प्रपर बनाएर खाएँ मात्र म चाहिँ ढिँडो मासु ल्याएर ढिँडो गयो यस्तो मुगबाङ ढेँडोको मुकबाङ लिएर आउँछौँ है अब अर्को नेक्स्ट भिडियोमा चाहिँ तर कहिले भने थाहा छैन खाँदा खाँदा कुरै आउँदैन खासमा खानामा धेरै हुन्छ धेरै बोल्नु हुँदैन त्यही भएर अघि बादमा यो मिलो कागती कोटानु त आलो त्यसलाई कोटाउनलाई अप्ठ्यारो मान्दा भिडियो के भयो त अचार गाइस तक पुदिना अनि टमाटर लसुन टकालेर खुर्सानी टकालेर जिउ लबर त्यो पनि मोटाउने पानीबाट खायो भने पिँदैन अचार अलि ठिक्क भयो त्यति साह्रो पिँदैन अस्ति पिरो भएर म त पेट पोलेर खाने बित्तिकै लोकल कुरा हो झोल यति त्यो सारोवाला मासु कुखुराको मासु ल्याएर त्यो ढेँडोसँग चाहिँ त्यो गर्नुपर्छ कुकरमा सिटी लाएर सोचिराख्नु अर्को टाइम चाहिँ किनकि एउटा टपिक लिएर आउँछ त्यो टपिकको बारेमा डिस्कस गर्छ हामी अन्त के भन्ने भयो चाट्नुपर्छ मान्छेले के चाट्याएर भन्नु चार भने मोटाउँछ हो भन्थे तर म उता नेपाल मरिमरि चाल्दै भयो कहिले गरेन मम्मीले त्यो भन्थ्यो त्यो भने धेरै खाने भन्ने बोलिहाल्यो क्या चाट्न चाहिँ मिठो लाग्ने फेरि लास्टमा म त हात कस्तो कोही भात यतिकै भात बोकेर बस्छ नि कस्तो मन पर्दैन जस्तो भात चाहिँ धेरै नानी अनि त्यो लास्टमा चाहिँ मजाले चाटेर बस्थेँ म अनि त्यही भन्यो अनि मलाई अस्तिको सिजर पेपर रक भिडियो कस्तो लाग्यो तपाईँलाई अझै त्यस्तै भिडियो लिएर आऊँ भनेको
चामल झर्दैन गाइस यति नै हो अब भ्यायो यो धेरै खगाएर सक्दैन खानलाई हो अर्को भिडियो लिएर आउँछौँ हामी के भिडियो के हुन्छ हेरौँ मुकबाङकै हुन्छ कि ढेँडो र भात ढेँडो र मासु खाएको लिएर आउँछौँ है बाई बाचा गरेर जानेछौँ बाई सबैजना लाइक सब्सक्राइब कमेन्ट एन्ड सेयर गरिदिनु होला थ्याङ्क यू फर वाचिङ बाई